नेपालका हिमालले मात्र होइन, यहाँका जात जातिहरूका कथाले पनि यात्राको रेखा लेखेका छन्। गुरुङ अर्थात् तमु जातिमा पनि उत्पत्ति र यात्राको एउटा रोचक कथा पाइन्छ। गुरुङ जातिको उत्पत्ति र विकासक्रमका जानकार आरबी तमुका अनुसार गुरुङहरूको उत्पत्ति स्थल मङ्गोलिया हो। मङ्गोलियाबाट तिब्बत आएका गुरुङहरू उच्च हिमाली श्रृङ्खला पार गर्दै नेपाल प्रवेश गरेका थिए। आज पनि गुरुङ समाजमा मृत्यु संस्कारका क्रममा चिना हो चिनासु चोनासा भनेर नेपालको बसाइसराई र त्यहाँको पवित्रतालाई स्मरण गर्ने गरिन्छ। लील बहादुर गुरुङका अनुसार गुरुङहरू साइबेरियाबाट मानसरोवर हुँदै मनाङ र मुस्ताङसम्म आइपुगेका थिए। पछि घान्द्रुक र सिक्लेस जस्ता क्षेत्रमा घना बस्ती बनाएर गुरुङहरूको बसोबास हुन थालेको थियो। आज गुरुङहरू विश्वभर फैलिएका छन्, तर जो जहाँ पुगे पनि आफ्नो पहिचान भुल्ने गरेका छैनन्। तमु लोसारको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना।